नपाकी भने कि एकजना बहिनी हुन् कि दिदी हुन् है। ल हेर्नु म गाउँमा बसेर म खान्न पाकिम। यहाँ साग छ, सुकाएको करेला र आलुको तरकारी, करेसाको चटनी, गुन्द्रुक र आलुको तरकारी। गाउँमा बसेर ठेकाभर दुध, खाटी दुध लोकल भैँसीको कसरी खान पर्छ हेर्नु त बहिनी। ल हेर त तिमीले पनि देखाऊ है मलाई। त्यो चाहिँ भन्न हुँदैन नि तपाईँले। ल मैले खाइरहेन कति मिठो अमिलो गुन्द्रुक, आलु सबै थोकको तरकारी है। तपाईँले पनि यसरी खानुहोस्। म हेर्छु, म तपाईँलाई केही भन्दिनँ। तपाईँले मलाई खान नपाकी अरे। ए भगवान्, के भन्नुभएको तपाईँले त्यस्तो? राम 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 राम। ल हजुरले नि भोलिदेखि त यसरी खाएर देखाउनुहोस्। म त सधैँ गाउँमा बसेर मैले गाउँको पाएर अर्ग्यानिक म सधैँ यही खाने हो। ढिँडो खाकी भने नभन्नु। यो ढिँडो खाने मान्छेलाई धेरै भिटामिन छ। ल मैले खाएँ है। हेर्नु कति मिठो छ हाम्रो गाउँको। आहा कति मिठो कति मिठो। ल हेर्नु अर्ग्यानिक भैँसीको के अरे दुध छ, खाटी अर्ग्यानिक। यसरी खानुपर्छ नि। मलाई त खान नपाकी भिखारी। ल खान नपाकी हेर त मैले कति खाइछु यी। ल हेर्नु कसरी खान पर्छ यी। त्यसरी खानुहोस् है हजुरले पनि भोलि म हेर्छु तपाईँलाई। ल हेर्नु कति मिठो अचार। हेर्नु त गाउँमा बसेको अर्ग्यानिक मुला। तपाईँले त मलाई कस्तो वचन लाउनु भएको है। मलाई त साह्रै पिर लाग्यो त्यस्तो